वेलकम ब्याक होइन। अब हामी चाहिँ निस्किसकेको। अब हामी सिङ्गापुर निस्केको। गाडी कुरेर बसिरहेको छौँ, गाडी आएको छैन। अनि हाम्रो मतो भाइ, हाम्रो दाजु त हुनुहुन्छ। हामी कतिजना छ? हामी 116 जना हो कि कतिजना छ? हामी 116 जनामा दुईवटा बस। आज चाहिँ दुईवटा बस छ, अनि भोलि पनि दुईवटा बस छ है। भोलि दुईवटा बस हामी चाहिँ सिङ्गापुर जाँदैछु। हामी तपाईँहरूलाई चाहिँ सिङ्गापुर पुरा देखाउन चाहिँ हामी के खान्छौँ, के लाउँछौँ, कति कहाँ घुम्छ भने हामी तपाईँहरूलाई देखाउनेछौँ। त्यसको लागि अहिलेको लागि चाहिँ यति नै। हामी बाटोमा केही कुराहरू देखाउँदै जानेछु। धन्यवाद। कुकुर नपाएको दुःख पाए साथीहरू, यहाँ आएर होइन। ल लास्ट डे सिङ्गापुर आएको, कुकुर नपाएको दुःख पायो। सबैभन्दा ठुलो कुरो अब यस्तै हो। अब अझै टाइम लाग्छ, 1 घन्टा जति लाग्छ होला। बिहान 7 बजे 4:30 बजे आएको मान्छेहरू 7:30 भइसक्यो। अहिलेसम्म गाडी आउँदैन। अहिलेसम्म सबैभन्दा धुर चाहिँ यही सिङ्गापुर आउने बेलामा भयो होला होइन। साह्रै दुःख लाग्दो कुरो। अब हामी कतिजना त हेर्ने हो, अगाडि हेर्नु होला, टन्नै मान्छेहरू छ पुरै होइन। पुरै बिजोग रमाइलो छ, पुरै यत्रो मान्छेहरू होइन। के गर्ने, साह्रै बिजोग, के गर्नु र। साह्रै दुःख लाग्दो कुरो हो है। के यार, चस्मा लाउँदै त भवाल देख्दो रहेछ नि त। नसक्ने भयो, के गर्ने। अझै हिरो तेज बोस के छ सिङ्गापुरको टावर लाइन होला यो। अब यहाँ के गर्नुपर्ने हो? टिकट काट्नुपर्ने। बिजोगमा कुरेला जिन्दगी मलेसियाको सिङ्गापुरको आहारा हु गर्दै हेर बाख्रा जस्तो श्वास गाह्रो छ है। आज अब हामी हिजो बेलुका राति हिँडेको होइन। राति हिँड्दाखेरि कति घन्टाको चाहिँ यात्रा गऱ्यो, कति चाहिँ कष्ट भयो यहाँसम्म आइपुग्दा। लामो त्यत्रो मुजी बाटो हिँडेको, अनि मुजी रातभरि सुतेको। उता मान्छे छ कि अर्को लाइनमा बस्नु उता सबै एउटै हो, यति हो त्यो अर्कै लाइन हो। अब कति घन्टा लाग्छ थाहा भएन। अनि अझै आज बिहान कतिको दुःख पाएँ त सेम। फाइनली यार हाम्रो पासपोर्ट चाहिँ बुझायो, हामी भित्रै छिर्ने। अब छिरिसक्यो, फिङ्गर हान्न बाँकी छ है साथीहरू। अब हामी सिङ्गापुर प्रवेश गरेको अवस्था होइन। अझै अब सिङ्गापुर प्रवेशको अवस्था होइन त हाम्रो। अब धेरै दुःख पायो यार। अब 4 घन्टा जति त 4 घन्टा त हामी यतिकै बस्यौँ। अब भित्र छिर्ने अवस्था हामी अब जाँदैछौँ। अब एकछिनपछि फेरि हामी पुग्छ होला। त्यसपछि अब हामी दुःख पाएको चाहिँ त्यो देखाउन चाहँदैन कि दुःखहरू हामी देखाउँदैन। पानी होइन, कति खुसी छ भाइ। अब सिङ्गापुरको जङ्गल देख्नलाई यत्रो टाढा आयो। दुःख पनि मर्यादाले पाइयो। अब हामी सिङ्गापुर बोर्डरमा बिहान 4:30 बजी आइपुगेको। अनि त्यसपछि समथिङ त्यहाँभित्र छिर्नलाई पनि हामीलाई कति 3 घन्टाभन्दा बेसी लगायो है। 3 घन्टा हो। 3 घन्टा। अनि बसले पुऱ्यायो 2 घन्टा जति। अब एकछिनमा हामी तपाईँहरूलाई सिङ्गापुरको चाहिँ भिजहरू देखाउन छ है त। ल यति नै सीमित। छिरिसक्यो। कता कडा हो भाइ बहिनीहरू? के छ, ठिक छ? के भयो?
घुमाउँछ उसले त्यस्तो ठाउँ छ है अब के भन्ने कस्तो कसले मोबाइल तिनीहरू लग्यो जिन्दगी पैसा साटेर आउनु रहेछ नि तिनीहरू यहाँ पुरा यार गाइड गर्ने मान्छेले यहाँ बस्नै नदिनु भयो घरि यता जाऊँ भन्छ घरि उता जाऊँ भन्छ होइन डलर साट्न गएको छ केटाहरू डलर साट्न गएको छ फाइनली हामी चाहिँ सिङ्गापुरको आज टुर कस्तो होला तपाईँलाई हामी देखाउनेछौँ हामी कहाँ जान्छौँ होइन म कहाँ जान्छु म तपाईँहरूलाई पुरै देखाउनेछु अनि लाइक सेयर कमेन्ट पनि गर्न नबिर्सिनु होला सब्सक्राइब त बिर्सिनु भएन पहिले सुरुमा अब हामी कहाँ जान्छौँ के छ भनेर हामी देखाउनेछौँ पुरा हामी देखाउनु लाग्छौँ होइन हेर न यार यस्तो दामी ठाउँहरू छ यस्तो बवाल ठाउँहरू कहाँ माथि पैसा लाग्दैन होला दामी ठाउँ छ नि त यो होइन मोबाइल यस्तो राम्रो ठाउँ छ फाइनली यस्तो छ पुरै दामी ठाउँ होइन घुम्यो भने यो अन्त साथीहरू झक्कास दामी ठाउँ अभाल छ पानी खसिरहेको छ माथिबाट यार आम्बो दामी छ त सबैजना मलाई आफ्नो मोबाइल समातेर हेर न केटाहरू आइफोन हान्दैछ आइफोन गाह्रो छ आइफोनको सदुपयोग गरिरहेको छ केटा त्यताबाट ल सिङ्गापुर आइपुग्यो कतिको रमाइलो लाग्यो धेरै रमाइलो लागिरहेछ होइन खुसी छ आइएम ह्याप्पी कतिको दुःख पायो त दुःख पाइयो होइन तर पनि अहिले रमाइलो लाग्यो त हजुर खोइ त कुन ठाउँ रे है यसलाई कुन ठाउँ भन्छ रे सिङ्गापुर त सिङ्गापुर हो यो मेन यसलाई के भन्छ ठाउँको नाम है फाइनली आइपुग्यो हामी अब लास्ट यही हो अब यति हेर्ने घर जाने हो छ्याङ गर्ने यही हो ल यति कसले यति हेर्नको लागि आएको ल होइन यति एउटा चाहिँ अब मुखबाट पानी निक्लिएको हेर्न आएको ल सबैले ल यही होला यति हेर्नको लागि मान्छेहरू मरे हत्ते गरेर यतिको लागि भोकभोकै हो माखुरी यार हेत त्यस्तो पनि हुन्छ यार एउटा थोप्लो देख्नको लागि आमा क्या दामी केटी के क्यामेरा उसको भाइको मोबाइलमा निकालिरहेको छ त म भिडियो बनाउँदैछु एकछिन पक्न यो अन्त हो शैली सिङ्गापुरको बिल्डिङ यही हो देख्नु भएन भने फोटोमा देखेर होला फोटोहरूमा होइन
है समुद्र ये हो ये एउटा टाउको है कहाँ गयो टाउको यहाँ टाउको यो एउटा टाउको हेर्नको लागि आइरह्यो मान्छेहरू कति कति पैसा खर्च गरेर हैन मान्छेहरू थोरै देख्नको लागि हो नि आएको छ मान्छेहरू अलिकति हेर्नु है पछाडि तोरिनी माथि अब के गर्ने होला कति राम्रै दायाँ बायाँ हेरौँ भने केटाकेटीहरू खोल्नु पर्छ डलर कति यसको 50 रुपियाँ अलरेडी एउटै त हो नि यसमा पनि आइस यो पनि आइस यो पनि आइस योबाट खतरनाक हुने रहेछ आइस मात्रै पानी पकाएको आइस दिएको 2 सेकेन्ड भएन गलेर पानी भयो आयो खानेकुरा हिसाबले बुझ्यो कि ल हामी चाहिँ खाने स्टार्ट भयो चिकन बिरयानी हो नि त त्यही माछाको टोक चाहिँ हो क्या हो अहिले नै आइसक्यो क्या माछाको टोक त अन्डा रहेछ यार है अन्डा रहेछ गोरुको उयो फोक्सो पऱ्यो क्या हो गोरुको उयो फोक्सो पऱ्यो क्या हो गोरुको फोक्सा क्या एक गरेर आउँदैछ एक गरेर आउँदैछ ये हातमा हाल्ने क्या त्यो 15 मिनट खाने हो कि केटाहरूले त्यति पनि अब सिकाइरहनु पर्छ यार केटाहरूलाई केटाहरूले कसरी खाएको नेपाली हो नि त है चान्स पाएकै हानिदिइहाल्ने हो ल हामी चाहिँ अब खाना स्टार्ट गरेको अब सिधेपछि अब नेक्स्ट भिडियो देखाउँछ है एक सर्ट हान्न त हातले अन्त यो त देखाएको छैन नि है यो त आमा खाएर चाहिँ सक्यो तर केटाहरूले डलर फ्याल्यो यार है माया लाग्यो यार डलर कसले फ्याल्यो पान महतो भाइ एउटा यो हो डलर फ्याल्ने एउटा त्यहाँ छ